हालै मात्र मोटोकर्पले एक्सपल्स 210 इन्डियन मार्केटमा उतारिसकेको छ, जसको लुक वाइज, पावर एन्ड परफर्मेन्स साथै कम्फर्टलाई एकदमै ध्यानमा राखेर बनाएको देखिन्छ। आखिर एक्सपल्स 210 मा के कस्तो फिचर्स, परफर्मेन्स र एक्सपल्स 204B को तुलनामा के कस्तो डिफरेन्सेस र एक्सपल्स 210 को बेस र टप भेरिएन्टमा के कतिको चेन्जेस छन् यसको बारेमा जानौँ है त। बिफोर जम्पिङ इन्टु एक्सपल्स 210 थोरै एक्सपल्स को हिस्ट्रीको बारेमा कुरा गरौँ है त। एक्सपल्स को हिस्ट्री हिरो इम्पल्सबाट सुरुवात भएको। हिरो मोटोकर्पले हिरो इम्पल्सलाई इन्डियाको फर्स्ट 150cc सेगमेन्टको एडीबी बाइकको रूपमा लिएर आएको थियो। कस्टमरहरूबाट इम्पल्स 150 को अमेजिङ बडीले गर्दा तारिफ पनि पायो, तर यसको लो पावर र मार्केटिङ राम्रोसँग गर्न नसकेको कारण इम्पल्स 150 फेड नै भयो। सो यो इम्पल्स बन्द भयो। But after the commercial failure of the Impulse, Hero MotoCorpले हायर डिस्प्लेसमेन्टको एडीबी मोटरसाइकल ल्यायो, जसको नाम एक्सपल्स 200 राखियो, जुन इम्पल्स जस्तै ड्युअल पर्पस मोटरसाइकल थियो, बट इम्पल्स भन्दा पावरफुल इन्जिन र फरक लुक्समा ल्याइयो। एन्ड देन इट वाज फर्स्ट प्रिमियर्ड इन अटो एक्सपो, जुन 2019 मा एक्सपल्स 202B रुज 4,17,500 मा नेपाली मार्केटमा सेलमा ल्याएको थियो। मार्केटमा आइसकेपछि धेरै जसोको गुनासो भनेकै रियर सस्पेन्सन बिग्रिने, इन्जिन हिटिङ इस्यु, सिट कम्फर्ट र लाइटको बारेमा थियो। आफ्टर दैट हिरोले एक्सपल्स 202B लाई इम्प्रुभ गर्दै एक्सपल्स 204B लिएर आयो। जसको इन्जिन स्मुथ, मोर पावर, कम्फर्ट सिट र लाइटले 30% ब्राइटर लिएर आयो। त्यति मात्र नभएर हिरोले नेपालमा 2024 एक्सपल्स 204B लिएर आयो, जसमा विन्डसिल्ड र बेटर सस्पेन्सन, स्मुथ र पावरफुल इन्जिनको साथै सिटले अझ इम्प्रुभ गरियो र प्राइसिङ पनि 4,52,900 बाट 4,64,900 राखियो, जुन 2B भन्दा धेरै नै प्राइस बढियो, तर पनि बाइक अनुसार वर्थ इट नै थियो र नेपाली युथहरूले मन पराउँदै गयो। त्यसैगरी हिरोले 204B स्ट्यान्डर्ड र प्रो भर्जन भनेर ल्यायो, जसमा स्ट्यान्डर्ड भन्दा प्रोको एडजस्टेबल सस्पेन्सन, 270mm को ग्राउन्ड क्लियरेन्स, डिफरेन्ट ग्राफिकले गर्दा धेरैले मन परायो। बट हाइट पुग्नेले मात्र प्रो भर्जन किन्न थाल्यो, जसको प्राइस मात्र बेस भेरिएन्ट भन्दा 20K ले बढी थियो। सो हाइटले भ्याउनेले प्रो भर्जन लियो र हाइटले नभ्याउने स्ट्यान्डर्ड भर्जन। बट 2025 सम्म आइपुग्दा त्यही एक्सपल्स 204B स्ट्यान्डर्डको प्राइसिङ 4,74,900 भयो भने प्रो भेरिएन्टको प्राइस भने रुज 4,99,900 भइसकेको छ। बट हिरोलाई यतिमै रोकिने सोच नभएकै कारण हिरोले एक्सपल्स 210 प्रो र बेस भेरिएन्ट इन्डियन मार्केटमा लन्च गरियो, जसको ग्राफिक, डिजाइन र करिज्मा XMR को पावरफुल इन्जिनले गर्दा धेरैले रुचाइरहेको छ र वेटिङमा छ, जुन आजको डेटसम्म इन्डियन मार्केटमा सेलमा पनि आइसकेको छ भने नेपाली मार्केटमा अहिलेको डेटसम्म आइपुगेको छैन। सो आजको यो भिडियोमा स्पेशली एक्सपल्स 210 को स्पेकको बारेमा, एडभान्टेज र डिसएडभान्टेज साथै कसको र के को लागि यो बाइक पर्फेक्ट हुन सक्छ भन्ने बारेमा शेयर गर्नेछौँ। अब लागौ भिडियोतर्फ। स्पेशली टुरिङ पर्पसको लागि भनेर हिरोले एक्सपल्स 210 लन्च गरिसकेको छ, जसको लुक्स एकदमै दामी छ भने प्रिभियस मोडलको एक्सपल्स 204B भन्दा धेरै फरक देख्न सक्छौ। यसको डिजाइन, ग्राफिक र इन्जिन कम्प्लिटली न्यू रहेको छ। एक्सपल्स 210 को कुरा गर्नुपर्दा एक्सपल्स 210 इज वान अफ द पावरफुल एन्ड फुल्ली क्यापेबल ड्युअल पर्पस मसिन भन्न सक्छौ, जुन जस्तोसुकै अन रोड र अफ रोडको लागि पर्फेक्ट देखिन्छ। यो बाइकको लुक्स, परफर्मेन्स, 6 गियर स्पिड र पावरफुल इन्जिनको कारण बाइकको परफर्मेन्स पनि झन पावरफुल साथै स्मुथर फिल गर्न सक्छौ इभन कम्पेयर टु एक्सपल्स 204B। त्यति मात्र नभएर यो लिक्विड कुल इन्जिन भएको कारण हिटिङ इस्यु हुने कुरै छैन र अर्को प्लस पोइन्ट भनेको ड्युअल च्यानल ABS रहेको छ भने डेली पर्पसको लागि भन्दा पनि टुरिङ पर्पसको लागि यो बाइक एकदमै दामी देखिन्छ। त्यसैगरी एक्सटेरियर पार्टबाट हेर्ने हो भने प्रिभियस मोडलको एक्सपल्सको हेडलाइट बाहेक अरु सबै कुरा फरक रहेको छ, जस्तो कि यसको फ्युल ट्याङ्क। यदि फ्युल ट्याङ्कको पार्टतिर हेर्ने हो भने यसको सेप र ग्राफिक्स फुल्ली चेन्ज छ, जुन प्रिभियस मोडलको भन्दा दामी लुक्स देखिन्छ बिकज अफ यसको अगाडि पार्टतिर एक्सपान्ड गरेको छ भने एक्जस्ट पाइप पनि प्रिभियस भर्जन भन्दा सानो र अलि अपराइट पोजिसनमा राखेको कारण लुक्सलाई अझ इन्हान्स गरेको छ। व्हाइल टकिङ अबाउट द फ्रन्ट पार्ट, यसमा रहेको फेन्डरले अझ दामी देखिनुको साथै यसको अर्को ह्युज चेन्जेस भनेको इन्स्ट्रुमेन्ट क्लस्टर, जुन 4.2 इन्चको TFT कन्सोल रहेको छ, साथै LED इन्डिकेटर रहेको छ, जसले पर्फेक्ट लुक्स दिएको छ भने त्यति मात्र नभएर विन्डसिल्ड पनि चेन्ज भएर आएको छ,
जसले गर्दा लुक्सको त कुरै छोडौं बवाल साथै विन्डसिल्डको काम भनेको हाइवे राइडिङको बेलामा विन्डलाई सिधै हेड भन्दा माथिबाट पास गराएको कारण एयर प्रेसर फिल गर्नुहुन्न। When it comes to the features and aspects of Xpulse 210, Xpulse 210 is a new 210cc single cylinder liquid cooled 4-stroke 4-valve single cylinder DOHC engine bike हो जसले 24.6 bhp of power at 9250 rpm प्रोड्युस गर्दछ भने 20.7 Nm of torque at 7259 rpm प्रोड्युस गर्दछ, which is more power than 5 bhp compared to Xpulse 204B। Xpulse 210 को ट्रान्समिसन टाइपको कुरा गर्नुपर्दा यसमा 6 स्पिडको गियर रहेको छ जुन हाइवे राइडिङको लागि गुड नै भनौं, किनकि 5th गियर सम्म भएको बाइक हाइवे राइडमा अलि 6 गियर सम्म भएको भए भन्ने लागिरहेको हुन्छ जुन Xpulse 210 ले पुरा गरेको छ। त्यसैगरी यसको सस्पेन्सनमा हेर्ने हो भने फ्रन्टमा 41 mm को टेलिस्कोप फ्रन्ट फक्स विथ एन्टी फ्रिक्सन बस वाला सस्पेन्सन रहेको छ भने रियरमा रेक्टेंगुलर स्विङ आर्म विथ 10 स्टेप एडजस्टेबल ग्यास चार्ज मोनोसक रहेको छ, जसमा फ्रन्ट सस्पेन्सनमा 210 mm को ट्राभल राखिएको छ भने रियर सस्पेन्सनको ट्राभल 205 mm को रहेको छ। अप्ठ्यारो पार्ट जब व्हील सेक्सनमा हेर्छौं भने यसमा स्पोक व्हील रहेको छ जहाँ ट्युब टायर रहेको छ र यसको टायर साइजको कुरा गर्नुपर्दा फ्रन्ट टायरको साइज 90/90 सेक्सन यानी कि 20 इन्चको रहेको छ भने रियरको 120/18 इन्चको रहेको छ जुन अफरोड जाँदा एकदमै मजा आउने वाला छ। भने अर्को रिजन जसले गर्दा अफरोडमा चलाउन मजा आउने भनेकै यसको 220 mm को ग्राउन्ड क्लियरेन्सले गर्दा पनि हो, जहाँ अफरोड आउँदा नर्मल बाइक्सले अति बढी पेन दिने देखि लिएर इन्जिन तल छोएला भनेर डर हुन्थ्यो भने यसमा हातपात ठोकेला बाइकमा असर गर्ला भन्ने डर नमानी कुदाउन सकिन्छ। भने Xpulse 210 को अर्को फाइदा भनेको सस्पेन्सन हो जसले गर्दा सानोतिनो बम्पहरू फिल नै हुँदैन, साथै गाउँघरको अफरोडमा चलाउन झन मजा आउनेछ जुन हामीले 2024 Xpulse 204B मा पनि फिल गर्न सक्छौं। सस्पेन्सन यति खेल्छ कि त्यति बेला फिल हुन्छ बाइक चाहिँ राम्रै किनेछु। त्यसैगरी यसको फ्रन्ट ब्रेक र रियर ब्रेकको टाइपको कुरा गर्नुपर्दा दुवैमा डिस्क ब्रेक रहेको छ जसमा फ्रन्टमा 276 mm को डिस्क रहेको छ भने रियरमा 220 mm को डिस्क रहेको छ, साथै यसमा 3 ABS मोड रहेको कारण राइड गर्दा अझ सेफ फिल हुनेछ। भने Xpulse 210 बेस भेरिएन्टमा सिंगल च्यानल ABS मात्र छ भने टप भेरिएन्टमा भने ड्युअल च्यानल ABS रहेको छ। व्हाइल टकिङ अबाउट सीट कम्फर्ट Xpulse 202B भन्दा 4B को सीट कम्फर्ट एकदमै राम्रो भए चाहिँ कम्पेयर टु 204B Xpulse 210 को सीट कम्फर्ट अझ इम्प्रुभ भएर आएको देखिन्छ। सो देयर इज नो डाउट अन सीट कम्फर्ट। र Xpulse 204B प्राय हाइट सानो भएकोले कम्फर्टेबली चलाउन गाह्रो हुन्थ्यो भने प्रो भेरिएन्ट त झन् 5.8 फिट हाइट भएको राइडरलाई पनि सिंगल त मजाले राइड गर्न सकिने, बट पिलियनको साथ गाउँघरमा अफरोडमा चलाउन स्ट्रगल गर्नुपर्ने हुन्थ्यो। बट Xpulse 210 अराउन्ड 5 फिट 4 इन्चकोले पनि राइड गर्न सकिन्छ ड्यू टु इट्स सस्पेन्सन र बाइकको स्ट्रक्चर नै त्यस्तो बनेको छ। त्यसैगरी यसमा टेल लाइटतिर हेर्छौं भने यसमा तपाईले देख्न सक्नुहुन्छ न्यू सिग्नेचर LED टेल लाइट रहेको छ भने यसको TFT डिस्प्लेमा ब्लुटुथ कनेक्टिभिटी जस्तो फिचर्स रहेको छ जहाँ कल, SMS अलर्ट र टर्न बाइ टर्न नेभिगेसन वाला फिचर्स पाउन सक्नुहुन्छ। भने मोबाइल डिभाइसहरु पनि चार्ज गर्नको लागि यसमा USB पोर्ट राखिएको छ। ओभरअलमा बाइक एकदमै नयाँ लुक्स, पावर, परफर्मेन्सको साथमा नयाँ एक्जस्ट र नयाँ एक्जस्ट साउन्डको कारण छुट्टै फिल पाउने वाला छ जुन तपाईले हेरेरै थाहा पाउन सक्नुहुन्छ। भने यो बाइक डेली कम्युटको लागि भन्दा पनि ट्युरिङ पर्पजको लागि बवाल मजा आउने वाला देखिन्छ। त्यसैगरी कतिले मनमा प्रश्नहरू आइरहेको हुन सक्छ यसको माइलेज र टप स्पिड कति होला। यसको उत्तर हो धेरै एक्सपर्ट राइडरहरूले चेक गरेको अनुसार यसको टप स्पिड 140 km/h सम्म मजाले कुदाको देख्न सकिन्छ र माइलेजको कुरा गर्नुपर्दा सायद हिरो बाइकको सीसी सेगमेन्ट अनुसार अरु बाइक आउँदैन किनकि प्राय जसो सिटी अफरोड गर्दा नि 35 to 40 km/l को माइलेज दिएको देखिन्छ, जहाँ तपाईले 13 लिटरको फ्युल ट्याङ्क क्यापेसिटी भएको कारण यतिको माइलेज दिने बाइकले लङ राइड सम्म तेलको चिन्ता लिनुपर्ने देखिदैन। टप स्पिडको कुरा गर्दै गर्दा Xpulse 204B तपाईले 90 सम्म मजाले क्रुज गर्न सक्नुहुन्छ र तपाईले केही इन्जिनमा प्रेसर दिएको जस्तो फिल गर्नुहुन्न भने त्यसैगरी Xpulse 210 मा 120 km/h स्पिड सम्म कुदाउँदा पनि इन्जिनमा स्ट्रेस दिएको जस्तो फिल गर्नुहुन्न। बट इफ यु क्रुज मोर देन 120 km/h देन तपाईले भाइब्रेसनहरु फिल गर्न सक्नुहुन्छ। एट द एन्ड 2025 सम्म आइपुग्दा Xpulse 204B को प्राइस
बेस भेरिएन्टको 4,74,900 र प्रो भेरिएन्टको 4,99,900 अनुसार एक्सपोज टु 110 को टप भेरिएन्ट र बेस भेरिएन्ट भनेर ल्याउनेछ, जसले गर्दा अनुमान गर्न सक्छौ कि यसको बेस भेरिएन्ट अराउन्ड 5,50,000 पर्न सक्छ र टप भेरिएन्टको पेही 20 देखि 30K बढी पर्न जाला। मेबी यो भन्दा माथि पुग्न सक्छ, तर अहिले नै यति नै फिक्स प्राइस होला भन्ने भन्न सकिँदैन। मेबी 6 लाख पनि छुन सक्छ अथवा 6.5 लाख पनि छुन सक्छ। फर एक्चुअल अनरोड प्राइस केही टाइम कुर्नै पर्ने हुन्छ भने मेरो लागि एक्सपोज टु 110 चुज गर्नु पर्यो भने बेस भेरिएन्ट र टप भेरिएन्ट मध्ये टप भेरिएन्ट नै चुज गर्छु, किनकि टप भेरिएन्टको ग्राफिक र कलर कम्बिनेसन एकदमै राम्रो लाग्छ। कलर अप्सनको कुरा गर्नुपर्दा टप भेरिएन्ट अल्फाइन सिल्भर कलर र एजर ब्लू कलरमा आउँछ, जुन एजर ब्लू कलर झन् एट्र्याक्टिभ लाग्दछ भने बेस भेरिएन्टमा पनि दुईटा कलर अप्सनमा आउँछ, जुन चाहिँ ग्लेसियर व्हाइट र वाइल्ड रेड रहेको छ। साथै एक्सपोज टु 104B बेस भेरिएन्ट र प्रो भेरिएन्टमा धेरै डिफरेन्सेस थियो भने एक्सपोज टु 110 मा टप भेरिएन्ट र बेस भेरिएन्टमा धेरै डिफरेन्सेस छैन, बस थोरै डिफरेन्सेस छ, जस्तो कि कलरको डिफरेन्सेस र थोरै ग्राफिक। प्रोमा विन्डसिल्ड रहेको छ भने बेस भेरिएन्टमा विन्डसिल्ड छैन, साथै नकल गार्ड पनि छैन। बट प्रो मोडलमा विन्डसिल्डले गर्दा पनि बाइकको लुक्सलाई अझ इन्हान्स गर्दछ। अदरवाइज यसको सस्पेन्सन र ग्राउन्ड क्लियरेन्समा केही फरक छैन, जुन कि प्रिभियस एक्सपोज टु 100 बेस भेरिएन्ट र प्रो भेरिएन्टमा डिफरेन्सेस थियो।